जब जमिन हल्लिन्छ अनि सेकेन्डहरू पनि घण्टा जस्ता लाग्न थाल्छन्, तब मनमा एउटै प्रश्न आउँछ, हामी उभिएको भवन सुरक्षित छ त? नेपाल जस्तो भूकम्पीय जोखिमले भरिएको देशमा यो प्रश्न जीवन र मरणको सवाल हो। आज हामी त्यही कागजातको गहिराईमा पुग्दैछौँ जुन हाम्रो सुरक्षा र भूकम्प बीचको सबैभन्दा बलियो पर्खाल हो, नेपालको राष्ट्रिय भवन संहिता। ल अब सुरु गरौँ है त। नेपालको भूगोल जति सुन्दर छ त्यति नै खतरनाक पनि। यी अग्ला हिमालहरूको मुनि पृथ्वीका दुई ठूला चट्टानहरू, जसलाई टेक्टोनिक प्लेट भनिन्छ, एकअर्कासँग निरन्तर ठोक्किरहेका छन्। यही कारणले यो क्षेत्र संसारको सबैभन्दा धेरै भूकम्प जाने ठाउँहरूमध्ये एक बनेको छ। यो कुनै सम्भावनाको कुरा मात्रै होइन, यो त यहाँको जीवनको एउटा यथार्थ हो। यो संहिता कुनै एकै रातमा बनेको होइन, यसको विकास दुःखद घटनाहरूबाट भएको छ। 1988 को उदयपुर भूकम्प एउटा चेतावनी थियो, जसले गर्दा 1994 मा पहिलो संहिता बन्यो। तर 2015 को गोर्खा भूकम्पले हामीलाई सबैभन्दा ठूलो र पीडादायी पाठ सिकायो, जसले संहितामा ठूलो सुधार ल्यायो। अनि अहिले 2024 को मस्यौदाले विगतका ती सबै पाठहरूलाई समेटेर एउटा बलियो भविष्य बनाउने लक्ष्य राखेको छ। त्यसो भए यो जोखिमको वास्तविक अर्थ के हो त? यो भनेको सिर्फ जमिन हल्लिने कुरा मात्रै होइन, यो त हामी सुत्ने घरको कुरा हो, हाम्रा नानी बाबुहरू पढ्ने स्कुलको कुरा हो, अनि बिरामी पर्दा ज्यान बचाउन जाने अस्पतालको जगको कुरा हो। यो कोडको सबैभन्दा ठूलो उद्देश्य नै यही हो। एउटा कुरा के बुझ्नुपर्छ भने कुनै पनि घर अर्थक्वेक प्रुफ हुँदैन, त्यो त लगभग असम्भव कुरा हो। यसको मुख्य लक्ष्य भनेको ज्यान बचाउनु हो। मतलब सानोतिनो भूकम्पमा घरलाई केही नहोस्, तर ठूलै आयो भने पनि घर स्वाट्टै नखसोस्, ताकि भित्र भएका मान्छेहरू भागेर ज्यान जोगाउन सकुन्। हो, यही समस्याको समाधान हो नेपाल राष्ट्रिय भवन संहिता, अथवा छोटकरीमा NBC 105। यसलाई इन्जिनियरहरूको लागि एउटा गाइडबुक जस्तै सम्झिनुहोस्। भूकम्प आउँदा पनि नभत्किने घर कसरी बनाउने भनेर यसले सिकाउँछ। यो साँच्चै महत्त्वपूर्ण प्रश्न हो नि, होइन त? र यसको उत्तर साधारण नियममा मात्रै छैन। कुरा नियमको मात्र होइन, यसको पछाडि त विज्ञान छ। भूकम्पको त्यो विध्वंसक शक्तिलाई कसरी चलाखीपूर्वक यताउता मोडेर घरलाई सुरक्षित राख्ने भन्ने विज्ञान। ल अब हेरौँ है त, यो कसरी काम गर्छ। अब यसको विज्ञान एकदम सरल तरिकाले बुझ्ने प्रयास गरौँ है त। खासमा भूकम्पबाट घरलाई बचाउने केही आधारभूत सिद्धान्तहरू छन्। अब यो कोडका दुईवटा मुख्य लक्ष्य छन्। पहिलो र सबैभन्दा महत्त्वपूर्ण, ज्यानको सुरक्षा। मतलब जेसुकै होस्, भवन खस्नु भएन ताकि मान्छे बाहिर निस्कन पाओस्। दोस्रो चाहिँ अलि फरक छ, क्षतिको सीमा। यो चाहिँ खास गरी अस्पताल, फायर स्टेसन जस्ता अत्यावश्यक भवनहरूको लागि हो, किनभने भूकम्प गइसकेपछि पनि त यिनीहरू चल्नु पर्यो नि। पहिलो र सबैभन्दा महत्त्वपूर्ण सिद्धान्त हो डक्टिलिटी, अर्थात् लचकता। यसको मतलब के हो भने भूकम्प आउँदा भवन ढुङ्गा जस्तो कडा भएर बस्ने होइन, बरु अलिकति हल्लिएर बाङ्गिएर त्यो शक्तिलाई सोच्ने हो। जस्तो सुकेको हाँगालाई अलिकति बटार्दा कटक्कै भाँचिन्छ, होइन? तर काँचो हाँगालाई बटार्नु भयो भने त्यो बाङ्गिन्छ तर भाँचिँदैन। हो, भवन पनि त्यस्तै हुनु पर्यो। अर्को एकदमै रोचक सिद्धान्त छ, रिडन्डन्सी। सजिलो भाषामा भन्दा यो भनेको ब्याकअप प्लान हो। मतलब भूकम्पको शक्ति बाहिर जानका लागि एउटा मात्रै बाटो नबनाउने, धेरै बाटोहरू बनाउने, ताकि एउटा बाटो फेल भयो भने पनि अर्कोले काम गरोस्। यो त कस्तो भने सुरुवाल खस्छ कि भनेर बेल्ट पनि लगाउने अनि सस्पेन्डर पनि लगाउने जस्तै हो, डबल सुरक्षा। अब यो हेर्नुस् त, यो कोडले के भन्छ भने घरको डिजाइन सीधा सादा हुनुपर्छ। यहाँ देखाइए जस्तो अनियमित डिजाइनहरू, जस्तै एल आकारको घर वा भुइँतल्लामा पार्किङको लागि पिलर मात्रै राखेर खुला छोडिएको घर, यिनीहरू भूकम्पको लागि एकदमै खतरनाक हुन्छन्। किनभने भूकम्पको बेला सबैभन्दा बढी बल यस्तै कमजोर ठाउँमा पर्छ अनि त्यहीबाट भवन भत्किन सुरु हुन्छ। कोडले यस्तै डिजाइनहरूबाट बच्न भन्छ। तर जतिसुकै राम्रो डिजाइन भए पनि त्यो आधा कथा मात्रै हो। अर्को आधा कथा त घरको जगमुनि लुकेको हुन्छ। मतलब घर कुन ठाउँमा बनेको छ र कस्तो माटोमा बनेको छ, त्यसले पनि उत्तिकै फरक पार्छ। भने अब प्रश्न उठ्छ, कोडले देशभरिको यो फरक फरक जोखिमलाई कसरी समेट्छ त? किनभने नेपालभरि जोखिम एकै नासको छैन। काठमाडौँको कालो माटोमा आउने भूकम्पको धक्का र पहाडको चट्टानमा आउने धक्कामा धेरै फरक हुन्छ। यसको लागि कोडले एउटा चलाक तरिका अपनाएको छ। नेपाललाई विभिन्न सेस्मिक जोन वा भूकम्पीय क्षेत्रमा बाँडिएको छ।
यो नक्सामा हेर्नुभयो भने प्रष्ट हुन्छ। जहाँ जोखिम बढी छ, जस्तै पश्चिम नेपालतिर, त्यहाँ बनाइने घरहरू अझै बलियो हुनुपर्छ, नियमहरू अझै कडा हुन्छन्। जहाँ जोखिम अलिक कम छ, त्यहाँका नियमहरू अलिक खुकुलो हुन्छन्। मतलब वान साइज फिट्स अल भन्ने होइन। अनि अर्को कुरा, सबै घरको महत्त्व एउटै हुँदैन नि, होइन? कोडले यसलाई पनि ध्यानमा राख्छ र भवनहरूलाई इम्पोर्टेन्स क्लास अर्थात् महत्त्व वर्गमा छुट्याउँछ। जस्तै एउटा साधारण घर, त्यसको मुख्य काम भनेको भित्रका मान्छेको ज्यान जोगाउनु हो। तर अस्पताल वा फायर स्टेसनको कुरा सोच्नुस् त, भूकम्पपछि त यिनीहरूको काम झन् बढी हुन्छ। त्यसैले यस्ता भवनहरूलाई सबैभन्दा बलियो मापदण्डमा बनाइन्छ ताकि तिनीहरू भूकम्पपछि पनि तुरुन्तै चल्न सकुन्। अन्त्यमा यो सबै कुरालाई जोडेर हेर्दा लक्ष्य एउटै देखिन्छ। बलियो घर मात्रै बनाउने होइन, एउटा बलियो र सुरक्षित समाज नै निर्माण गर्ने। ल, आजको यो चर्चाबाट हामीले केही मुख्य कुराहरू बुझ्यौं। पहिलो, कोडको प्रमुख लक्ष्य नै ज्यान जोगाउनु हो, घरलाई भत्किने नदिनु हो। दोस्रो, घर भाँच्चिने होइन, बरु बाङ्गिएर भूकम्पको शक्ति सोच्ने हुनुपर्छ, जसलाई डक्टिलिटी भनिन्छ। तेस्रो, घर कहाँ बनेको छ र त्यसको काम के हो, त्यस अनुसार नियमहरू फरक फरक हुन्छन्। र सायद सबैभन्दा महत्त्वपूर्ण कुरा, यो कोड ढुङ्गामा लेखिएको नियम होइन, हरेक भूकम्पबाट पाठ सिक्दै यो निरन्तर सुधारिँदै जान्छ। नेपालको भवन संहिता निसन्देह ज्यान बचाउने एउटा शक्तिशाली औजार हो। तर एउटा कुरा के हो भने, कागजमा लेखिएको नियमले मात्रै ज्यान बचाउँदैन। जबसम्म यसलाई कडाइका साथ लागू गरिँदैन, जबसम्म हामी सबैजना यसबारे सचेत हुँदैनौँ, तबसम्म साँचो अर्थमा सुरक्षित भविष्य बनाउन गाह्रो छ। यो खाका त पहिलो कदम मात्रै हो, तर बलियो र सुरक्षित राष्ट्र बनाउने यात्रामा हामी सबै सँगै हिँड्नुपर्छ।